साथी सबैलाई नमस्कार। आज म बेलुकाको सब्जीको लागि चाहिँ यो निगुरो केलाउँदै छु। हजुरहरूको गाउँठाउँमा यसलाई के भन्छ कमेन्ट गर्नुहोला। आज बसेको बेला घरमा चाहिँ सब्जी केलाएर मद्दत गरिदिउँ भनेर चाहिँ यसो लागेको छु। हजुरहरूले पनि यसो हेरेर साथ दिनुहोला। हजुरहरू के गर्दै हुनुहुन्छ? मेरो यो भिडियोलाई चाहिँ हेरेर साथ दिनु होला। म चाहिँ यो खासै यस्तो यो भिडियो गराएर चाहिँ यो च्यानलमा हाल्ने चाहिँ गरेको छैन। खासै त्यति अनुभव पनि छैन मलाई। तपाईहरुले यसो हेरेर यो चाहिँ मेरो युट्युब च्यानललाई लाइक सब्स्क्राइब पनि गरिदिनु होला र मलाई साथ पनि दिनु होला। फेरि तपाईहरुको माया र सपोर्ट हौसलाले म चाहिँ फेरि अरु चीज केही गर्न सकु त्यस्तो चाहिँ एउटा मलाई प्रेरणा दिनु होला। म सिक्दैछु। युट्युब सम्बन्धी खासै जानकारी थिएन मलाई। अहिले पछि आएर मैले बिस्तारै केही भिडियोहरू हालेको थिएँ। ती भिडियोहरूमा केही भ्युजहरू आयो र सब्स्क्राइब पनि आउन थालेपछि मैले यो भिडियो बनाउन थालेको छु। मलाई चाहिँ तपाईहरुको सपोर्ट चाहिएको छ। सबैले मलाई सपोर्ट गरिदिनु होला र माया गरिदिनु होला। मेरो भिडियोलाई चाहिँ फुल टाइम वाच गरिदिनु होला र फेरि पनि म आफूले जाने बुझेको गर्न सकेका चिजहरू बनाएर भिडियोहरू बनाएर तपाईहरु सामु देखाउने छु र मलाई चाहिँ फुल सपोर्ट गर्नु होला। हेलो गाइजहरु, आफू पढ्ने कोठामा मजाले निगुरो केलाएर आएको छु। हजुरहरु चाहिँ कहाँ बसेर केलाउनुहुन्छ त्यो चाहिँ कमेन्ट गर्नु होला। हामी यस्तो यो कोठामा आफूले पढ्ने कोठामै यो निगुरो केलाइरहेको अवस्था हो यो। यहाँ चाहिँ खै कहाँबाट आउँछ यो काठमाडौँमा। यहाँ चाहिँ यो यति चाहिँ 150 रुपैयाँको हो यो। 150 रुपैयाँको निगुरो हो। अब हाम्रोतिर खासै यो हेर्दा पनि हेर्दैनन्। यहाँ चाहिँ अब चीज भएको छ हामीलाई। यो चाहिँ बनाएर आज कस्तो हुन्छ खाइदिउँ भनेर लागिएको छ। भिडियो हेरेर लास्टसम्म हेरिदिनु भएको होला भन्ने विश्वास छ। सबैजनालाई मेरो फुल सपोर्ट चाहिँ मलाई चाहिँ दिनु होला। म पनि हजुरहरुको भिडियो हेरेर फुल सपोर्ट दिनेछु।